100 करोडभन्दा धेरै खर्च हुँदैछ अबको 10-15 दिनमा नेपालमा। त्यो पनि केमा भन्दा खानपिन र नाचगानमा 100 करोडभन्दा धेरै पैसा खर्च हुँदैछ। मैले कुरा गर्दै हो, अहिले आउँदै गरेको हरितालिका तीज, जुन तीजमा चाहिँ प्रत्येक वर्ष 100 करोडभन्दा बढी खर्च हुँदै आइरहेको छ। र मैले किन यो कुरा पनि प्रसङ्ग अहिले जुन विपद परेको छ नेपालमा, तपाईँको यत्रो धेरै सङ्कलनहरू गरिराखिएको छ अब राहतको लागि भनेर देश-विदेशबाट धेरै सहयोगहरू पनि आइरहेका छन्। मित्र राष्ट्रहरूले पनि सहयोग गरिरहेका छन्। र मेरो भनाइ चाहिँ के भने यो पैसा जुन 100 करोडभन्दा धेरै खर्च हुँदैछ अबको 10-15 दिनमा, त्यो पनि खानपिन र नाचगानमा। तपाईँको नेपालमा चाहिँ 6743 वटा वडा छन्। महानगर, उपमहानगरपालिका, तपाईँको नगरपालिका र गाउँपालिकामा कोहीमा धेरै, कोहीमा थोरै। महानगरमा त तपाईँको वडाइ पछि 2 लाख 3 लाख रुपियाँ पनि होला। गाउँपालिकामा 60,000 70,000 पनि होला। तर एभरेजमा मैले कुरा गर्दाखेरि तपाईँको प्रत्येक वडामा 1.5 लाख रुपियाँ खर्च हुँदो रहेछ प्रत्येक वर्ष, त्यो पनि नाचगान र खानपिनमा भनेर तीज कार्यक्रमको लागि। तीज भनेको नेपालीहरूको महान चाड हो। यसलाई हामीले मनाउनु पनि पर्छ र यसलाई मेरो सम्मान पनि छ। तर यो वर्ष चाहिँ यत्रो राहत सङ्कलनहरू पनि भइरहेको छ। यो पैसा कानुनी रूपमा हामीले त्यो राहत कोषमा, अब हुन त कानुनी झमेलाहरू पनि होला, फलानो ठाउँको लागि भनेर छुट्याइएको बजेट फलानै ठाउँमा खर्च गर्नुपर्छ भन्ने पनि छ। तर अब 100 करोडभन्दा बढी धेरै खर्च अबको 10-15 दिनमा नेपालीहरूले नाचगान गरेर खाएर सक्दैछन्। तपाईँको 6743 वटा वडामा तपाईँको 1.5 लाखको दरले एभरेजमा खर्च भयो भने पनि 1 अरब 100 करोड 1 अरब 1 करोडभन्दा धेरै भनेको 101 करोडभन्दा धेरै चाहिँ पैसा अबको 10-15 दिनमा नेपाल सरकारले, स्थानीय सरकारले नाचगान, खानपिन, दर खाने कार्यक्रममा चाहिँ 101 करोडभन्दा धेरै पैसा खर्च गर्दैछ। यो पैसालाई चाहिँ हामीले कसरी हुन्छ, यसपालि हामीले तीज नमनाउँदा केही फरक पर्दैन। यसपालि हामीले अलिकति सभ्य भएर आफ्नै तरिकाले मनाउँदा राम्रै हुन्छ। र यो पैसा चाहिँ हामीले जुन यत्रो जनधनको क्षति भएको छ, यो पैसालाई त्यही हामीले प्रधानमन्त्री राहत कोषमा हामीले कसरी हुन्छ त त्यो सहयोग गर्न सक्यो भने एकदमै राम्रो हुन्छ। अब हुन त कानुनी प्रक्रियाहरू एकदमै झन्झटिलो छ। यो पैसा खर्चै गर्नुपर्छ तीज कार्यक्रमको लागि भनेर छुट्याइसकेपछि तीजमै खर्च गर्नुपर्छ भन्ने छ। तर जुन हामीले मनाउँदै गर्दाखेरि यो पैसा तपाईँले तीज मनाएको जस्तो पनि गर्ने, बजेट निकासा हुन्छ र त्यो बजेट चाहिँ तपाईँले फेरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिँदाखेरि त्यो त एकदमै राम्रो भयो। मैले भन्न खोजेको चाहिँ यो हो। अब तपाईँहरूले कसरी बुझ्नुहुन्छ? 101 करोड खर्च हुँदैछ साथी, सानो रकम होइन नि। तपाईँको यत्रो जनताले सहयोग गरेर त बल्ल कति नै, त्यो त अब ठुला कम्पनीले दिएका बाहेक 1000, 1500, 1 लाख 1.5 लाख गरेर कति चाहिँ भयो होला र? त्यही 75-60 को हाराहारीमा करोडमा त जम्मा भयो होला नि। त अब हामीले 10-15 दिनमा त 100 करोड त खाएर नाचेर सक्दैछौँ। यो पैसा हामीले सही ठाउँमा यति बेला सदुपयोग गर्न सक्यो भने कति राम्रो थियो।